हर्क साम्बाङले त बालेन शाहको छोरीको फोटो पनि राख्ने भ्या हेर्नुहोस् त। त्यो छोरीको सानो बच्चाको के गल्ती छ? त्यसरी भन्ने त पुराना दलहरूका नेताहरूका छोरछोरीको फोटो हालिन्थ्यो नि हामीले, तपाईँहरूले पनि हाल्नुहुन्थ्यो नि। तपाईँ त हर्क साम्बाङ नयाँ पार्टी भनेर आएको होइन भने गल्ती हो कि होइन त्यस भए? तपाईँहरू त उनीहरू भएनन् भनेर हर्क साम्बाङको पार्टी श्रम संस्कृति पार्टीलाई जिताएको होइन र भने जनताले मत दिएको हो। हर्क साम्बाङले प्रधानमन्त्री कसको छोरी भन्दा नि प्रधानमन्त्रीकी छोरी, प्रधानमन्त्रीको छोरीको फोटो चाहिँ घरमा गएर खिचेका हुन् कि होइनन्? हर्क साम्बाङले घरमा गएर खिचेका त होइनन्। सार्वजनिक समारोहमा उनको कुनै फोटो थियो, त्यो फोटो हाले हो, उनले तुलना गरेर हालेछन्। यसरी बाल अधिकारको कुरा गर्ने भने प्रधानमन्त्रीको छोरीको चाहिँ बाल अधिकार हुने, सुकुम्बासी बस्तीमा त रुँदै गरेको बच्चाको भिडियो खिचेर हाल्नु भएको छ तपाईँहरूले पनि। तपाईँहरूलाई पनि जेल लानुपर्छ त्यसपछि। तपाईँहरूलाई चाहिँ कसले अधिकार दियो? सुकुम्बासीको बच्चाको फोटो हाल्दैनसम्म कसैले केही आपत्ति छैन, त्यो पनि हाल्न पाइन्न नि त। यदि बालेनको पाइन्न भने, बालेन होइन प्रधानमन्त्रीको पाइन्न भने जनताको छोरछोरीको पनि पाइन्न। त्यो चाहिँ फोटो तपाईँहरूले किन हालेको? त्यो रुँदै गरेको बच्चाको भिडियो तपाईँहरूलाई हाल्ने अधिकार कसले दियो? हर्कले यदि प्रधानमन्त्रीको छोरीको फोटो हाल्नु गलत हो भने तपाईँहरूले अरू कसैले पनि त्यहाँ जो राष्ट्रपति समर्थक छन् उनीहरूले पनि त्यो बच्चाहरूको फोटो हालिरहेछन् नि, त्यो घर भत्किँदै गर्दाको। मिडियाहरू तपाईँहरूले पनि हालिरहनु भएको छ नि। तपाईँहरू चाहिँ अपराधी होइन त्यसमै? तपाईँहरू दोषी होइन? हर्क मात्रै यो देशमा दोषी अपराधी हुन्छ? हर्कले गरेको हरेक काम चाहिँ बेठिक, त्यही काम तपाईँहरूले गर्दा ठिक हुन्छ? सुकुम्बासीको एउटा बच्चाको फोटो तपाईँहरूले सामाजिक सञ्जालमा हाल्ने ठिक, अहिलेको प्रधानमन्त्रीको छोरीको फोटो सामाजिक सञ्जालमा कसैले हाल्यो त्यो बेठिक, त्यो हुन्छ? सुकुम्बासीको लागि जनताका छोराछोरी र प्रधानमन्त्रीको छोराछोरी बराबर हो कि होइन? सुकुम्बासीको लागि हर्क साम्बाङले के गर्यो भन्नुहोस् त? हर्क साम्बाङले सुकुम्बासीको लागि के गरे? होइन कि चाहिँ भन्न पर्यो बालेन्द्र वीरविक्रम शाहदेव होइन, अहिले यो पञ्चायत राणा शासन हिटलर शासन चलिरहेछ भन्न पर्यो। लोकतन्त्र हो भने जनताका छोराछोरीको फोटोहरू हालिरहेछन् भने मान्छेले प्रधानमन्त्रीको छोरीको फोटो आउनु पनि नौलो कुरा होइन। यदि बन्देजै गर्ने हो, बच्चा बच्चीको फोटो हाल्न हुन्न है, यो संवेदनशील कुरा हो भन्ने हो भने सुकुम्बासीका छोराछोरीको नि जनताका छोराछोरीको नि फोटो हाल्न भएन, भिडियो हाल्न भएन, प्रधानमन्त्रीको पनि हाल्न भएन। कानुन त सबैलाई समान होला, बराबर होला, त्यतातिर बहस गरौँ कि हामीले। हर्कले त्यो प्रधानमन्त्रीको छोरीको फोटो हाल्नु गलत हो भने सुकुम्बासीको बच्चाको छोराछोरी रोगको फोटो हाल्नु पनि गलत हो। दुइटै रोकौँ न, सरकारले त दुवै रोक्न सक्छ त।